हेलो दर्शन अनि नमस्कार, वेलकम ब्याक टु सूर्य डेली ब्लग। सबैजनालाई फेरि पनि दर्शन अनि नमस्कार। हामीहरू चाहिँ आफ्टर गेमिङ वापस हाम्रो क्याम्पतिर वापस गइरहेका छौँ प्रिय मित्रहरू। र जति पनि हाम्रो दर्शकहरू भ्युवर्सहरू हुनुहुन्छ सबैजनाले यो भिडियोमा कस्तो लाग्यो तपाईँहरूलाई अवश्य नै कमेन्ट गर्नुहोला। सो हाम्रो टिमहरू सबैजना हामी रिटर्न गइरहेछौँ हाम्रो बेस क्याम्पतिर, यहाँ हेर्न सक्नुहुनेछ। सबैजनाले लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नबिर्सनु होला है त। हस्, थ्याङ्क यू सो मच। प्रिय दर्शकहरू, यो जलविद्युत परियोजना चाहिँ पहिला नम्बर 1 प्रोजेक्ट यो पहाडको फेदीमा रहेको छ। त्यहाँबाट यसै गर्दै यो सम्पूर्ण पहाडहरूलाई चाहिँ चिरेर भित्रै लगिएर यो पहाड, यो सेकेन्ड प्रोजेक्ट छ। यहाँ चाहिँ यो पहाडभित्रबाट सुरङ मार्ग बनाएर चाहिँ यो पानीलाई लगिने काम गरिएको छ। प्रिय साथीहरू, अद्भुत दृश्य छ है। यो दृश्य चाहिँ किन मैले तपाईँहरूको माझमा देखाएको छु भन्नुहुन्छ भने, प्रिय दर्शकहरू, यो अरुण 3 को जो जलविद्युत परियोजना जो चलिरहेको छ नि अहिले, यो प्रोजेक्टहरू प्राइभेट लिमिटेड, तो यहाँ चाहिँ यो पहाडलाई चिरेर चाहिँ यो पहाडको भित्रबाट 900 मेगावाटको हाइड्रो इलेक्ट्रिसिटी पैदा गर्नको लागि चाहिँ यो पहाडभित्रबाट सुरङ बनाइएको छ। यहाँबाट चाहिँ यो पावरहरू उत्पादन गरिन्छ। तपाईहरुले हेर्न सक्नुहुनेछ। यो प्रोजेक्ट जानको लागि एउटा सानो मार्गहरू बनाइएको छ। यहाँ तपाईहरुले हेर्न सक्नुहुनेछ। यो पहाड, यो एरिया चाहिँ अरुण 3 प्रोजेक्टको कम्पनीको चाहिँ बेस क्याम्प रहेको छ। अति अद्भुत दृश्य छ, तपाईहरुले हेर्न सक्नुहुनेछ। यो पहाडको बीचोबीच बनेको यो एउटा सानो क्षेत्र मात्रै हो प्रिय दर्शकहरू, र यो केही क्षेत्रहरू रहेको छ। यो गाउँ होइन, यो अरुण 3 प्रोजेक्टको चाहिँ एउटा बेस क्याम्प मात्र हो। यो पहाडको कन्दरामा हेर्न सक्नुहुनेछ। पहाड चारैतिरबाट तपाईहरुले हेर्न सक्नुहुनेछ। सुन्दर दृश्यहरू, यहाँ प्रकृतिको सुन्दर धरोहर जो नेपाल मा सङ्खुवासभा जिल्लाको अमराङ भन्ने जिल्ला माउ गाउँपालिका कुन पर्यो भने माकालु गाउँपालिका पर्दछ है। र हामी पनि अलिकति माथि आइसकेका छौँ प्रिय मित्रहरू। यति बेला तपाईहरुले हेर्न सक्नुहुन्छ, पसिना भएको छ। र यहाँको यो अरुण 3 प्रोजेक्टको यो बेस क्याम्पहरू तपाईहरुले हेर्न सक्नुहुनेछ। यहाँको दृश्यहरू चाहिँ अति अद्भुत छ है। प्रिय दर्शकहरू, यो चाहिँ अरुण 3 को चाहिँ बेस क्याम्प रहेको छ। तपाईहरुले हेर्न सक्नुहुनेछ। यहाँ यो एरियामा पस्ने गरेछ र तपाईहरुले लगातार हेर्न सक्नुहुन्छ प्रिय दर्शकहरू। यहाँको भ्यूहरू, यहाँ चाहिँ हाम्रो भलिबल प्रेमी साथीहरू हुनुहुन्छ। सबैजना आउँदै हुनुहुन्छ। नयाँ जोस, नयाँ जागरको साथमा हाम्रो भलिबल प्रेमी साथीहरू आउँदै हुनुहुन्छ। यति उकालोमा भए पनि सङ्घर्ष गर्दै आउँदै हुनुहुन्छ। उकाली चढौँला भन्दै आउँदै हुनुहुन्छ एकजना साथी। उकालोको बाटो गाह्रो छ। हेलो साथी हो, हामीहरू चाहिँ अहिले उकालोतिर हिँड्न लागेछौँ। प्रिय दर्शकहरू, सबैजनाले यो भिडियोलाई हेरिदिनु होला। लाइक सेयर सब्सक्राइब कमेन्ट चाहिँ गर्न नबिर्सनुहोस् है। अहिले पुरा फुल्ली टिम हामीहरू गइरहेछौँ साथीहरू।